अघि नै मैले भने होइन, हामीले ओपन गर्छौँ, क्यानल ओपन गर्छौँ होइन, च्याम्बर ओपन गरेपछि फाइलभित्र लगेर त्यो जुन क्यानल छ, अब कतिवटा टुथमा चाहिँ एउटा, जस्तै अगाडिको टुथहरूमा एउटा रुट हुन्छ, त्यसरी एउटा क्यानल हुने भयो। कुनै कुनैमा चाहिँ एउटै टुथमा पनि एउटै रुटमा पनि दुईवटा क्यानल हुन्छ है। त्यस्तै गरेर पछाडिको दाँतहरूमा जस्तै माथिको हाम्रो बङ्गरामा हेर्ने हो भने 3टा रुट हुन्छ, त्यही भएर 3टा क्यानल मिनिमम पनि हुन्छ है। कुनै कुनै केसमा 4वटा क्यानल हुन्छ, त्यस्तै गरेर कतिमा त 5औँ 6वटा पनि देखिन्छ होइन। त्यसरी त्यो हाम्रो दाँतभित्रको इच जरा इन्डिभिजुअल एक एकवटा जुन जरा छ त्यसमा जुन हाम्रो क्यानलहरू हुन्छ त्यसलाई चाहिँ पिन फाइल भन्छौँ त्यसलाई होइन, सियो जस्तो हुन्छ, त्यसलाई चाहिँ टक्क लगेर भित्र लगेर मजाले क्लिन गर्छौँ, सफा गर्छौँ। सफा गरेर भित्रको जति पनि पल्पहरू छ, टिस्युहरू जति पनि छ त्यो सबै हटाउँछौँ हामीले। हटाइसकेपछि त्यसपछि त्यहाँबाट नर्भहरू नै हटिसक्यो, ब्लड भेसलहरू नै हटिसकेको छ होइन, इन्फेक्सन हुने चिजहरू सबै हटिसकेको छ र ब्याक्टेरियाहरू त्यहाँनिर जुन कोलोनाइज गरेर बसेको थियो त्योहरू पनि हटिसकेको छ भने त्यो चिज त बढ्न पाएन, त्यहाँनिर इन्फेक्सन बढ्न पाएन। अनि त्यसपछि हामीले त्यसलाई अझ स्टेलाइज गर्नको लागि अथवा त्यहाँभित्रको जति पनि इन्फेक्सनहरूलाई हटाउनको लागि हामीले जुन मेडिकेसन हाल्छ त्यसले पनि त्यहाँभित्रको इन्फेक्सनलाई हटाउँछ। हटाइसकेपछि त्यसपछि के हुने भयो त, त्यहाँ जम्मै एकदमै सेफ भइसकेपछि त्यहाँभित्र कुनै पनि इन्फेक्सन छैन भन्ने हामीलाई थाहा पाइसकेपछि होइन, पेसेन्टले सबै ठिक छ, मलाई दुख्या छैन र चपाउन पनि मिलेको छ, सबै चिज हुन्छ, त्यसपछि हामी त्यसलाई फिलिङ गर्छौँ है, आर्टिफिसियल फिलिङ, रुटको फिलिङ भन्छौँ। क्राउनको मात्रै होइन, रुटको फिलिङ, एक गट्टा पर्चाले अथवा अरू कुनै मेटेरियलहरू पनि आउँछ आजभोलि होइन, त्यसले फिलिङ गरेर अनि बल्ल अनि त्यो रुट फिलिङ गर्छौँ। त्यसपछि अनि क्राउनको फिलिङ गर्छौँ। क्राउन फिलिङ गरिसकेपछि त्यसपछि त्यसमाथि हामीले क्याप लगाउँछौँ। अब कति केसमा क्याप लगाउनु पर्छ, कतिमा लगाउनु पर्दैन होइन, त्यो केसहरू छ। त्यो हामीले क्राउन लगाएर त्यसरी कम्प्लिट गरेर आरसिटी कम्प्लिट गर्छौँ, रुट क्यानल प्रोसिड्युर।